खन्दै आलु राख्दै त्यसमाथि गाईको मल हालेर पुरिन्छ। यी बहिनीहरू निकै धेरै खटिएर काम गर्छन्। बहिनीले पोलेर खानका लागि खानुको मज्जा नै अर्कै हुन्छ। हेलो साथीहरू, आजको ब्लगमा तपाईहरू सबैलाई स्वागत छ। आजको ब्लग चाहिँ गाउँको बारीमा आलु रोप्दै गरेको दृश्यमा आधारित छ, त्यसैले अन्तिमसम्म हेर्नुहोला। देख्दै हुनुहुन्छ होला यहाँ आलु रोपाई धमाधम भइरहेको छ। यता गाई बाख्राहरू पनि बारीमै बाँधेका छौँ। अनि यो चाउचाउ चाहिँ हाम्रो पछिको लागि खाजा हो। यो हाम्रो खाजा पकाउने चुलो हो। यसको मुनि आगो फुकेर अहिले एकछिनमा खाजा पकाइन्छ। हाम्रो काम भने तल र माथि दुवैतिर भइरहेको छ। यसरी खन्दै आलु राख्दै त्यसमाथि गाईको मल हालेर पुरिन्छ। बहिनीहरूको आलु रोपाई एकदमै राम्रो छ। यी बहिनीहरू निकै धेरै खटिएर काम गर्छन्। अनि यो चाहिँ हाम्रो खसी, हेर्नुस् त कति बलियो छ। अब लगभग आधा आलु रोपेर सकियो। यता मल बोक्ने काम हुँदैछ। अनि म चाहिँ खाजाको लागि यहाँ लोकल हरियो साग टिप्दैछु। साग पनि निकै राम्रो छ। एउटा छानेर मैले एक मुठी जति टिपिसकेँ। यतिले हामीलाई खाजा खान पुग्छ। अब सागलाई पानी हालेर मजाले धुन्छु। आजको मौसम पनि निकै राम्रो छ। साग पनि सफा भइसक्यो। आलु रोपाई पनि धमाधम चलिरहेको छ। आगो फुक्नका लागि मैले दाउरा पनि ल्याइसकेँ। अब म चाहिँ बहिनीहरूलाई चिया दिनका लागि बटुकाहरू रेडी गर्दैछु। चिया पानी सबैलाई दिइसके। रमाइलो कुरा गर्दै चिया खाएर हामी फेरि काममा लागिसक्यौँ। अब भने म आगो फुकेर खाजा बनाउन तयारी गर्दैछु। आगो मजाले सल्किसकेको छ। यता हाम्रो चाउचाउ र सागको खाजा पनि पाक्दैछ। ल, हाम्रो खाजा पनि पाकेर तयार भयो। दाजुले खानका लागि पस्किँदै हुनुहुन्छ। हामी सबैजना बसेर यसरी खाजा खान्छौँ। आलु रोपेर सकिएपछि बल्ल हामीले खाजा खाएका हौँ। अब भने खाजा खाएर सुँगुरको मासु पोल्ने र भुट्ने तयारी हुँदैछ। यता बहिनीले पोलेर खानका लागि सिला बनाएको मासु समातिरहेको छ। कराईमा पनि धमाधम भुट्ने काम भइरहेको छ। यसरी पोलेको मासुलाई काटेर नुन हालेर खानुको मज्जा नै अर्कै हुन्छ। मासुमा फेरि हरियो साग हालेर भुटिँदैछ। सुँगुरको मासु र हरियो सागको मिश्रण निकै स्वादिलो हुन्छ। अब पाकिसक्यो। हामी सबैजना भेला भएर रमाइलो मान्दै खान्छौँ। बारीमा काम गरेर त्यही गफ गर्दै पकाएर खाँदा निकै मिठो र रमाइलो हुन्छ। अहिले खाइसकेर हामी मिठो गफ गर्दै आगो तापेर बसिरहेका छौँ। साथीहरू, आजको भिडियो यति नै। तपाईहरूलाई हाम्रो गाउँको काम गर्ने शैली कस्तो लाग्यो कमेन्टमा भनिदिनुहोला। हाम्रो आलु रोप्ने र खाजा खाने रमाइलो भिडियो हेरिदिनु भएकोमा सबैलाई मनैदेखि धेरै धेरै धन्यवाद। फेरि पनि अर्को रमाइलो भिडियोमा भेट्नेछौँ। तपाईँको दिन शुभ रहोस्। बाई बाई।